ल है त साथीहरू, म अहिले यो बागलुङदेखि सुर्खेत जाने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर 7 को रुकुम पश्चिमको तीर्थबहादुर पुनको चाहिँ सम्झनामा एउटा स्मृति पार्क बनाइएको रहेछ हैन। यो डाँडामा म चाहिँ यहाँ यसो विश्रामको लागि आइरहेको छु हैन। तीर्थ स्मृति पर्यटन पार्कमा यो छोटो भ्लग बनाइरहेको छु। यो मैले यो दृश्यहरू देखाउन लागिरहेको छु। वरिपरि कस्तो छ यो त म भर्खर इन्ट्री गरिसकेको छु हैन। यो पार्कभित्र म तपाईहरुलाई देखाउँदैछु। म पार्कभित्र इन्ट्री गर्ने साथीहरू। ल रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर 7 हैन। ल उहाँ तीर्थबहादुर पुन मगरको स्मृतिमा चाहिँ यो बनाइएको रहेछ। राम्रो छ एकदमै। यो आउने जाने क्रममा म अस्ति सुर्खेतदेखि बागलुङ जाने क्रममा चाहिँ यो ठाउँ देखेको थिएँ, तर म अस्ति चाहिँ नपसिकनै गएँ। अहिले चाहिँ यसो अब आराम गरौँ भन्ने तरिकाले चाहिँ यो पार्कमा इन्ट्री गरेको छु हैन। बसिरहेको छु। यो यस्तो छ वरिपरि एकदम। यो तपाईँ अझै यो असार साउनको टाइममा आउनुभयो भने चाहिँ अझै हरियाली हुन्छ होला। धुपीहरू पनि रोपिरहेको छ। यस्तो छ। ल म अब यो सिँढी चढिरहेको छु हैन। यो माथिसम्मै छ। ल यस्तो छ साथीहरू हैन। ठाउँ एकदमै रमाइलो छ। बिचमा पुरै जङ्गल छ। यता आउँदाखेरि चाहिँ मलाई पुरै कश्मीरतिर आइरहेको जस्तो फिल भइरहेको हुन्छ हैन। माथि हाम्रो राष्ट्रिय झन्डा छ। झन्डा फहराइरहेको छ माथि, नेपालको राष्ट्रिय झन्डा हैन। ल यस्तो छ ठाउँ। पछाडि यो पुरै रुकुम पश्चिम हो। यस्तो छ पछाडि सबै रुकुमको ठाउँहरू हैन। यस्तो छ यात्राको क्रममा। हो शीतलु छाया शिरमा फुल माया, म तिम्रो हुम्ला नि सँगसँगै रुम्ला नि। ल साथीहरू यस्तो छ। तीर्थ स्मृति पर्यटन पार्कमा स्वागत छ भनेर लेखिएको छ। ल यस्तो रमाइलो ठाउँ छ हेर्नुहोस्। हाम्रो रुकुम पश्चिममा मुसिकोट नगरपालिका वडा नम्बर 7 एकदमै रमाइलो ठाउँ।